मैले कति पटक सोचे आमाको बारेमा एउटा लामो कविता लेखौं। कलम उठाएर पानामा आ मात्र के लेखेको थिए। शब्दहरू त सबै आमाकै काखमा टाउको राखेर निदाइदिए। सायद आमाको व्याख्या गर्न शब्दकोशको अक्षरहरू अझै साना छन्। आमा घरको त पुरानो भित्ता जस्तै हुन्, जसमा समयका थुप्रै पत्रहरू जमेका छन्। तर त्यो भित्ताले कहिल्यै गुनासो गरेन कि छतको सारा बोझ उसैले थामेको छ। भान्साको त्यो आगो जुन सधैँ बलिरहन्छ, त्यो केवल दाउराले बलेको होइन। आमाले आफ्ना कयौं रहरहरू त्यहीँ डढाएकी छिन्, ताकि हाम्रो थालमा तातो घाँस पर्न सकोस्। मैले कहिले आमाको आँखामा आँसु देखिन, तर उनको आँखामा सधैँ एउटा धमिलो बादल हुन्थ्यो। सायद उनले आफ्ना सारा पीडाहरू त्यही आँखामा कैद गरेर राखेकी थिइन्। उनी बोल्दा यस्तो लाग्छ कुनै मन्दिरको घन्टी कतै टाढा बजिरहेछ। उनले गाली गर्दा पनि यस्तो लाग्छ कि कसैले मेरो निधारको पसिना पुछिदिइरहेछ। संसारले मलाई मेरो नामले, मेरो कामले अनि मेरो औकातले चिन्न खोज्छ। तर आमाको अगाडि उभिएपछि मलाई लाग्छ म त अझै त्यही एउटा सानो बालक हो, जसलाई कखरा सिक्न पनि आमाकै औला चाहिन्छ। मेरो सफलताको उचाइ नाप्नेहरूले के जानुन् कि मेरो जगमा आमाले कति धेरै पसिनाको सिमेन्ट भर्नु भएको छ। थाहा छ मलाई, आमा भनेको च्यातिएको त्यो पुरानो पछौरी हो, जसलाई ओढेपछि संसारका सारा जाडोहरू हराएर जान्छन्। उनी त्यो डायरी हुन् जसमा मेरा सबै गल्तीहरू लेखिएका छन्, तर हरेक पानाको अन्त्यमा माफ गरिदिए भन्ने हस्ताक्षर पनि छ। समय धेरै अगाडि बढिसक्यो। म शहरका अग्ला भवनहरूमा आफ्नो अस्तित्व खोज्दैछु, तर आज पनि जब मलाई कतै चोट लाग्छ, मेरो ओठबाट निस्किने पहिलो अक्षर आमा नै हुन्छ। किनकि आमा हुनु भनेको केवल सम्बन्ध हुनु होइन, आमा हुनु भनेको त त्यो ब्रह्माण्डको सबैभन्दा ठुलो भरोसा हुनु हो। आई मिस यु आमा।